नमो बुद्धय नमो धर्मय नमो संघय ओ नमस्ते। यहाँ मेरो यो टिचिङमा धर्म परिवर्तनमा हेर्नु हुनुभएका बुवा आमा दाजुभाइ तथा दिदीबहिनी सम्पूर्ण मैले चिन्जान हुने जतिसुकै साथीहरू छ त्यसै गरेर नचिन्नु भएको सबैजनालाई यहाँ म लामा छिरिङ टासीबाट नमस्ते भनेर भन्न चाहन्छु। अनि आज यो मिडियामा अस्ति मैले यो ठङ्गु मिडिया भन्छ अनि यहाँको मिडियाबाट चाहिँ धर्म परिवर्तन दिनु पर्यो भनेर भनेपछि मैले चाहिँ यो बोट भाषामा चाहिँ दिएको थियो। किनभने मेरो बोट भाषा त हाम्रो यो अब यो गुम्बाभित्र बोलिरहेको हुन कारणले सजिलो हुन्छ, तर नेपालीमा चाहिँ यति स्पष्ट हुँदैन। सो त्यो कारणले मैले मनमा चाहेर पनि नेपालीमा एउटा के कुराहरू राखौँ भने पनि मैले अब यो भाषाले गर्दा डिस्टर्ब हुन्छ कि यसले बुझ्ने गाह्रो हुन्छ, मैले भन्यो भने गाह्रो हुन्छ भनेर धेरै अर्ग्यो। तर आज म एक्कासी जोसाएर चाहिँ ल अब के कुरा छ भने भनिदिउँ न भनेर चाहिँ मैले यस्तो एउटा मनमा आएको थियो। त्यही कारणले अब तपाईँहरूलाई यो मेरो यो शब्दमा नहेरेकन त्यसको अर्थमा तपाईँले एउटा विश्वास गर्नुहोला। म लामा छिरिङ टासी म गुम्बामा बसेको 32 वर्ष जति भयो। 1991मा आएको, अहिले 2022 हुँदाखेरि चाहिँ 32 वर्ष बस्यो। म यो गुम्बामा बसेर चाहिँ तपाईँको यहाँ गुम्बाको पढाइ गर्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, गुम्बाको एउटा यो किताब पढ्ने तिनीहरू चाहिँ मैले अहिले लगभग हाम्रो गुम्बाभित्रको रुलको अनुसारले अहिले सिकिसकेको जस्तो हो। तर पनि पढाइ भन्ने चाहिँ सक्ने कहीँ छैन। तर मेरो आफ्नो एउटा मनमा भएको कुराहरू तपाईँसँग अलिकति अनि सेयर तपाईँहरूले अब एउटा गर्न चाहन्छु। अनि हामीले देखिरहेको कुरा हो बितेको अब दिनहरूमा हामीले यो बुद्ध धर्म भन्ने र अनि यो यसको विषयमा धेरैले थाहा पनि छैन, चासो पनि धेरै गर्दैन। अहिले विश्वमै अब हाम्रो बुद्धिस्ट धर्म भन्नाले यो अहिले बोट भाषामा भएको बुद्धिस्ट धर्म चाहिँ एकदम समुद्र तरेर चाहिँ गइरहेको छ। तर पनि हामी यहाँ भएकोहरूले चाहिँ यति चासो नआउने, त्यति ध्यान नदिने त्यस्तो छ। तर पनि पहिलाको तुलनामा चाहिँ अहिले एकदम राम्रै भइरहेछ। तर मैले यो धर्मको बारेमा भन्दा पनि हामी एउटा साधारण एउटा जीवनमा हामीले गर्नै पर्ने र गर्ने नपर्ने विषयमा अलि भन्न चाहन्छु। त के भयो भन्दाखेरि चाहिँ हामीसँग भएको एउटा शरीर र मन दुइटा हुन्छ। त्यो शरीरमा चाहिँ हामीले राम्रो बनाउँछ, राम्रो देख्नेको लागि एकदम सरसफाइ लुगा राम्रो अहिले ब्रान्डेड खालको लुगा लाउने, अनि त्यसै गरेर अब एउटा बस्ने ठाउँमा पनि राम्रो हुने। यो के कारणले हो भन्दाखेरि अलि सुख आनन्द अर्काले देख्यो भने राम्रै होस्, आफैले बस्दा आफैले पनि आनन्द होस् भन्नेको कारणले नै त्यस्तो व्यवस्था मिलेको हो। त्यो जस्तै गरेर हामीले त्यो बाहिरको मात्र रूप सरसफाइ गरेर कोठा राम्रो मिलाएर मात्र त्यो शान्ति पाउँछ भन्ने यति ग्यारेन्टी चाहिँ छैन। किन भन्दाखेरि एकदम सुख र आनन्द पाउने भनेको चाहिँ तपाईँको शुद्ध मनले पाउने हो। त्यही कारणले तपाईँको मन पनि तपाईँले सफा गर्नु पर्यो। बिहान मुख धुएको जस्तै गरेर तपाईँको मनमा पनि सफा गर्नु पर्यो। मन सफा कसरी गर्ने भन्दाखेरि चाहिँ तपाईँहरूले मन हामीले अब हेरेर देख्ने पनि छैन, त्यसको रङ रूप के पनि पाउँदैन। तर पनि हाम्रो मन भन्ने एउटा हामीले एउटा अनुभव भइरहेको छ नि हाम्रो मन चाहिँ, त्यो मन चाहिँ अलिकता हामीले सोचाइहरू अलिक परिवर्तन गर्ने। मनमा चाहिँ मेरो मन चाहिँ कस्तो, हाम्रो जो टर्च लाइट हुन्छ नि, टर्च लाइट बल्दाखेरि चाहिँ यो टर्च लाइटहरू
बाल्दाखेरि चाहिँ उता मात्रै हेरेर बस्छ, आफै पुरा पछाडि के अरे कक्रोचले खाएको हो कि मुसाले टोकेको थाहै हुँदैन, अर्को ठाउँ मात्रै बालेर बस्छ नि, अर्को के गरेछ सभा छ कि छैन हेरेर मात्रै बस्छ नि टर्चले। पछाडि खिया लागेको हो कि तारहरू केले खाएको त्यो थाहा हुँदैन नि। त्यो टर्च त कहिले कहिले एकदम बालेर मेरो त्यो तारहरू पनि मुसाले टोके कक्रोच टोके यसो हेर्नुपर्ने जस्तो। हाम्रो मन पनि जहिले पनि उता मात्रै हेरेर यो राम्रो छ, यो मैले चाह्यो, यो कस्तो छ, यो मान्छे नराम्रो छ, यस्तो राम्रो उता मात्रै हेरेर कहिले कहिले त्यो मनले यस्तो फर्केर आफ्नो मन पनि मेरो सोचाइ ठिक छ कि छैन त्यहाँ पनि हेर्नु पऱ्यो होइन। त्यही कारणले मन चाहिँ बिहान बेलुका अलि समय दिएर अलि ध्यान तपस्या यस्तो गरेर बसेर मेरो मनले सोचाइ गरेर ठिक छ कि छैन, कस्तो छ, मेरो मनले अघि सोचेको कुरा चाहिँ ठिक हो कि होइन भनेर अलिकति जाँच्नु पऱ्यो। आफैले जाँचेर थाहा पायो भने एकदम राम्रो हो। आफैले जाँचेर थाहा नपायो भने तपाईँको मिल्ने साथीहरू ठाउँमा गएर मेरो गल्ती के छ भनेर सोध्ने के म चाहिँ के मेरो कुरो गर्ने, मेरो सोचाइ, मेरो बानी व्यवहार कस्तो के कमजोरी छ भने तिमी म रिस उठ्दैन तिमी मलाई भन् ल भनेर चाहिँ चाहिँ सँगै बसेर कुरो गर्ने। अनि त्यसले भन्छ नि त हेर्दाखेरि अलिक ठोक टाइपको छ, तिमी अलिकति लोभी, अनि एकदम साथीसँग घुम्न जाँदाखेरि खर्च नगर्ने, अनि कुरा एकदम चिप्लेर कुरा गर्ने, त्यस्तो टाइपको तिमी चाहिँ यस्तो रहेछ अब भन्छ नि त। त्यस्तो कुरो भन्दाखेरि चाहिँ आफूले ओहो रिस उठ्नु हुँदैन, अगाडि नै हामीले त्यो कुरा टुङ्गो लगाइसक्यो त्यस्तो सोध्ने के। अनि त्यो फेरि मिलेर सोध्नु पऱ्यो नि, फेरि रिस उठेर त्यही हानाहानु पऱ्यो भने त झ्याउ हुन्छ नि त। त्यो हुँदाखेरि त्यो सोध्ने, अनि त्यसले भन्दाखेरि चाहिँ ओ ल म यो परिवर्तन गर्छु है भनेर चाहिँ आफैले थाहा नपायो भने चाहिँ अर्कोले सोधेर पनि आफ्नो मन चाहिँ आफ्नो व्यवहार आफ्नो मनमा कस्तो सोचाइ छ त्यो अनुसारको व्यवहार आउँछ नि तपाईँको। त्यो हुँदाखेरि तपाईँको एउटा मन चाहिँ सफा गर्ने पऱ्यो। अनि त्यसै गरेर तपाईँले अब कुरा गर्दाखेरि अनि तपाईँको एउटा रहन सहन, अनि तपाईँको एउटा व्यवहार परिवारभित्र होस्, तपाईँको कुन साथी मित्रभित्र होस्, सबै ठाउँमा मिलनसार हुनु पऱ्यो। तपाईँको एउटा सानो एउटा बोलीले गर्दा तपाईँसँग मान्छेले टारिन्छ, के कारणै छैन कि तपाईँले नै गल्ती गरेको तपाईँ आफैले थाहा हुँदैन। त्यो हुँदाखेरि चाहिँ हामीले बोली भजन एकदम राम्रोसँग हुनुपर्छ होइन। अब मेरो बोली त ठाडै होला तपाईँको, किन भन्दाखेरि मेरो त अब यो नेपालीको भाषा यति स्पष्ट छैन। त्यही कारणले म पनि राम्रो छ भनेको त होइन, मेरो पनि धेरै गल्ती छ, गल्तीको डुङ्ग्रोमै बसिरहेछ म होइन। त्यही कारण तपाईँहरूसँग पनि अब यस्तो हुँदै रहेछ। म हिजो अस्ति भर्खरै यो बौद्धमा यस्तो घुम्न जाँदाखेरि एकजना मान्छे भेट्यो, तिम्रो कता हो घर यस्तो भनेर एउटा हिँड्ने तरिका र बोल्ने वचन दुइटै एकदम ठाडै टाइपको। मैले यस्तो अनुभव भयो कि पछि म अलिकति हिँडेर गइसकेपछि मैले यस्तो सोचेँ कि मेरो पनि यस्तो भइरहेछ कि के होला, मेरो भजन पनि यस्तो त बोल्दै चल्दै त राम्रो हुनु पर्दो रहेछ भनेर मलाई एउटा अनुभव भयो। तपाईँहरू पनि त्यस्तो हुनसक्छ। त्यही कारणले हामी आफै बोली भजनहरू कस्तो छ त्यो पनि अहिले परिवर्तन गर्नु पऱ्यो। राम्रो छ भने राम्रै हो होइन। अनि त्यसै गरेर अनि हामी के भन्छ हाम्रो बुवा आमा पनि हुन्छ सबैको होइन। कुनैको बुवा आमा नहोला, कुनैको बुवा आमा होला, कुनै बाजे बजे होला, तिनीहरूको एउटा गुण चाहिँ हामीले सम्झिनु पऱ्यो कि अहिलेको जमानामा। मैले यस्तो हेर्दाखेरि चाहिँ अब बुवा आमा बाजे बजेहरू उमेर गइसक्यो, आँखाले राम्रो देख्दैन, कानले राम्रो सुन्दैन, छेउमा गयो भने अब हामी जस्तो गरेर मुखसुख धुन सक्ने यस्तो आवाज हुँदा उनीहरू जिउमा बाँच्नाहरू आउँछ, त्यो सँगै जाने भने त्यस्तो कारणले उनीहरूले अलि टाढै राख्ने होइन। कुनै त अब यो वृद्धाश्रमतिर पुर्याइदिने, कुनै त्यहाँ पुर्यायो भने लाज लाग्ने, अब घरमा बाध्यताले राख्ने पर्ने जस्तो त्यस्तो पनि हुनसक्छ। त्यही कारणले हाम्रो बुवा आमामा धेरै राम्रोसँग सेवा गर्नुपर्छ। भगवान् भन्यो भने बुवा आमा हो। त्यो कारण बुवा आमा बाजे बजे होइन, अब त्यति नसक्ने मान्छेहरू अनि त्यस्तोहरूले चाहिँ गाउँघरको आफ्नो छिमेकी होइन, त्यस्तो बुढापाका कोही नभएकोले हामीले राम्रो हेर्नुपर्छ। त्यही नै धर्म हो। हामी धर्म भन्ने चाहिँ त्यो डाङ्ग्रो ठटाएर बत्ती बालेर त्यो पनि हो, त्यो एउटा कारणले, त्यो कारणले नै हामी धर्म एउटा परिवर्तन हुन्छ। तर पनि हामीले भन्ने चाहिँ शुद्ध मनले राम्रो आफ्नो बुवा आमामा सेवा गर्ने, धेरै वर्षसम्म बिमारी भएको मान्छेहरूले चाहिँ हामीलाई सहयोग गर्ने,
त्यही नै हाम्रो धर्म हो हैन। हामीले भन्छ कि हाम्रो आफ्नो एक हप्तामा बच्चाहरूले अब छुट्टीमा एक वर्ष एक दिनमा के अरे एक हप्तामा चाहिँ एक दिन अब घुम्ने उता के अरे पिक्चर हेर्ने लिएर जाने, सपिङ गर्ने लिएर जाने, अनि उता चिडियाखानातिर लिएर जाने, अनि पौडी खेल्ने लिएर जाने, त्यस्तो गर्छ नि त। बुवा आमामा पनि एक वर्षमा होइन, एक हप्तामा होइन, एक महिनामा एउटा तीर्थ ठाउँतिर हैन, तपाईँको बौद्ध होस्, पशुपति होस्, स्वयम्भू होस्, त्यसै गरी उहाँहरू पहिलाको मान्छे हो, डाँडा काँडा यस्तो हरियाली, चराचुरुङ्गीको आवाज सुन्ने, झर्नाको पानी आउने ठाउँतिर लगेर जाने नि, एउटा गाडीमा हाले लिएर जाने, त्यहाँतिर आनन्द गरेर खाजासाजा खाएर त्यही नै गऱ्यो भने तपाईँहरूको छोराछोरीले पनि ओ मेरो बुवा आमाले पहिला मेरो बजेले यस्तो गर्दै थिए है, अब हामी पनि मेरो बुवा आमाले यस्तो गर्नुपर्ने हुन्छ भनेर आफै पनि एउटा फाइदा पनि भयो नि त। त्यो नगरेर त्यो बुढाबुढी चाहिँ जहिले पनि त्यो घरभित्र थुनेर तातो खाऊ, नुन नखाऊ, चिनी नखाऊ, सुगर लाग्छ, नुन नखाऊ, प्रेसर लाग्छ भनेर त्यो थुनेर अनि भोलि पर्सि घाटमा लिएर जाँदाखेरि चाहिँ भनेर रुने, अनि आँसु नझरे पनि अलिक झरे जस्तो गर्ने, त्यसो गर्ने त बेकार हो कि यो। त्यही कारण तपाईँको बुवा आमा हुँदाखेरि, बाजे हुँदाखेरि राम्रोसँग सेवा गर्नुपर्छ, त्यही नै धर्म हो भन्ने एउटा कुरा त्यो चाहन्छु। अहिलेको बच्चाहरू चाहिँ के छ भन्दाखेरि हामीले यो अब यो के छ भन्दाखेरि यो दुनियाँमा पहिला भन्दाखेरि अब छोराछोरीहरू बिग्रिन्छ कि बाहिर घुम्ने जान्छ, राति घरमा आउँदैन भन्ने जमाना एउटा थियो नि त। अहिले यो जमाना गइसकेर सबै त्यहीभित्र भुलेर बस्छ कि यो इन्टरनेटको जमाना आइसक्यो। त्यहाँ अब के हेर्ने हो, यो के भन्छ यो आजकल धेरै एउटा खेल्ने एउटा रहेछ त्यो वार जस्तो खेल्छ नि हो, त्यस्तोहरू हेरेर अनि समय सबै त्यहाँ बिताइदिने हैन, त्यो त कामै छैन। अनि त्यो हेर्दा साँच्चैकै अब झगडा गर्नु पर्छ हो कि के होस्, अनि हेर्दाखेरि नै मान्छेमा यस्तो हान्ने त्यस्तो भएर जाने के यो अहिले मलाई याद आएन फर्स्ट। त्यो गरेर हामीले अब घरको मान्छेहरू यो टिकटक भन्नेहरू त्यस्तोमा धेरै बुलाउने, त्यो मोबाइलमा पैसा भएको सबै न आफ्नो खाने छैन, न लाउने छैन, न अर्कामा दिने छैन, साफ त्यहीँ सिधाइदिने, त्यहाँमा चाहिँ हामीले धेरै भुल्दैछौँ। त्यहाँप्रति पनि अब अलिकति ध्यान दिनुपर्छ। थाहा पाउनुभयो। अब जस्तो गरेर विदेशको मान्छे यति विकास भएको देशहरूमा त्यो इन्टरनेट चलाउने भन्ने धेरै छैन रहेछ नि त। जुन ठाउँमा विकासै छैन त्यहाँ चाहिँ अनि यो यस्तोमा धेरै बुल्ने, गीत गाउने यस्तो हुन्छ अरे। एउटा अफ्रिकाको एउटा देश छ अरे, त्यहाँ चाहिँ बेलुका खाना खाने हुँदैन अरे, तर उनीहरूले हकमेन भन्छ नि पहिला यस्तो चारपट्टि त्यो हकमेन एउटा र इयरफोन एउटा किन्छ अरे कि नाच्नुपर्छ अरे, उनीहरू नाच्ने मनपर्छ अरे कि त्यहाँ बुल्ने, बेलुका खाना खाने ठेगान छैन, खाना खानेको त्यो व्यवस्था छैन, त्यतिसम्म बुल्छ। त्यही कारण हामीले यो बाहिरको अहिले यो इन्टरनेटतिर जुनाउने एउटा समय तोकेर एक दिनमा 1 घन्टा हुन्छ नि, तोक्यो भने त त्यहाँ रुलमा फलो गर्न सक्छ नि त, हामी आफैले त्यो गर्न सक्छ नि। त्यही कारणले अनि त्यस्तोमा धेरै नबोल्नु, अनि एउटा समय निकाल्नु। म बिहान बेलुका 1 घन्टा 2 घन्टा खेल्ने होस्, चाहे अब साथीहरूले चिठी पठाउने होस्, जवाब दिनुपर्ने हो, त्यहीँबाट गर्ने। त्यो समयमा चाहिँ पहिला मैले एफएम भन्ने एउटा थिएन हाम्रो, एफएम भन्ने पहिला एउटा सुन्ने जमाना थियो। त्यो एफएम सुन्दाखेरि चाहिँ एउटा स्टुडेन्ट छ अरे, उसले 2 मिनट टाइम खाली भयो भने चाहिँ उसले एकदम गाह्रो हुन्छ अरे। अनि ऊ स्कुलमा आएर उसको टिचर आज स्कुलको के बिदा अब के लकडाउन होइन कि नेपाल बन्द भन्ने हुन्थ्यो नि पहिला एउटा समयमा, त्यस्तोहरू भयो भने चाहिँ अब आज क्लास छैन भनिसकेपछि उसले क्लास छैन भनेपछि ऊ फर्केर जाँदो रहेछ नि त। अनि अर्को स्टुडेन्ट आउँदाखेरि चाहिँ ऊ छ कि छैन हेर्छ अरे, ऊ छैन भने अब आज क्लास छैन, उसले चाहिँ त्यहाँ क्लास छ कि छैन भने पुरा दुनियाँ फेरि त्यो साथीहरूसँग कुरो गरेर बस्ने समय छैन उसलाई, टाइममा ठ्याक जाने। त्यो हुँदाखेरि हामीले यो टाइम रुटिन बनाएर, यो टाइम टेबल बनाएर चाहिँ हाम्रो काममा चाहिँ हामीले एउटा काम टाइममा चाहिँ हिँड्नुपर्छ। त्यो भनेपछि अब मैले तपाईँहरूले भनेको कुरामा बच्चाहरू होस्, बुवा आमाहरू होस्, अनि बाजे बजेहरू होस् हैन, बाजे बजेहरू पनि एउटा राम्रो ठाउँमा फेरि हुनु पऱ्यो नि। बच्चाहरूमा सिकाउने तरिका त्यस्तोहरू चाहिँ आफ्नो बानी व्यवहारले नि सिकाउने हो।
तपाईँले जतिसुकै कुरो गर्यो भने तपाईँ आफै बानी व्यवहार नै राम्रो छैन भने उसले सिकाएर काम लाग्दैन नि। तपाईँको छोरा बुवा बाजेहरूले चाहिँ हाम्रो घरमा एउटा चाहे बुद्ध धर्म मान्ने होस्, चाहे हिन्दू धर्म मान्ने होस्, चाहे क्रिस्चियन होस्, चाहे इस्लाम होस्, जे धर्म मान्यो भने आफ्नो एउटा धर्मको एउटा हुन्छ नि पूजापाठ गर्ने, त्यो समयमा चाहिँ राम्रो गरेपछि त्यो उनीहरूले त्यो देखिरहेको छ नि त बच्चाहरूले। अब हाम्रो छेउको धर्मको कुरा भने बिहान पानी चढाउने, अनि दुबी चढाउने, अनि घरमा लुङ्दा झुन्डाउने होइन, अनि तीर्थतिर जाने, त्यस्तोहरू चाहिँ तपाईँ बुढापाकाहरूले चाहिँ सिकाउनु पर्छ कि बच्चाहरूले होइन। बुढो बाजे बुवा आमाले अब यो हेर्ने अवस्था मोबाइल छैन होला, बुवा कुन चलाउनु पनि आउँदैन, तपाईँले छोरा नातिहरू छ भने त्यो बुवा आमाले देखाइदिने यो लामाले यस्तो भन्दैछ भनेर। अनि उहाँले चाहिँ तपाईँले चाहिँ राम्रो शिक्षा बच्चालाई दिनु पऱ्यो होइन। कुरा सन्नु बुढाको आगो त मुराको भने जस्तै गरेर। अनि एउटा तपाईँहरूको 80 वर्ष नागिसकेको उमेर र 8 वर्ष नपुगेको बच्चाहरूको कुरा चाहिँ एकदम शुद्ध हुन्छ। अब यो बिचको मान्छेहरूको हामी जस्तो कुराहरू चाहिँ यति ठिक हुन्छ। तर पनि हामीले एउटा सानोमै गुम्बामा बसेर धर्मको कुराहरू सुनेर अलि देश विदेशको एउटा अनुभवहरू भएको कारणले हामी एउटा नेपालप्रति एकदम माया भएको एउटा व्यक्ति हो होइन। त्यही कारणले मैले अब यो धर्म शर्मको कुरा नगरिकन साधारण हाम्रो एउटा जीवनको चराइहरू चाहिँ मैले तपाईँहरू भनिरहेको छु। अनि एकदम राम्रोसँग त्यो गर्नुहोस्। हामी नेपाली बुद्ध जन्मेको ठाउँ होइन, त्यस्तो भएको ठाउँ हो। हामी बुद्ध जन्मेको ठाउँ हो भने धेरै ठुलो कुरो गर्ने केही छैन। अब बुद्ध नजन्मेको ठाउँमा बुद्धले कति मान गर्छ, बुद्धको प्रवचन कति सुन्छ, हामीले सुन्दैन होइन। त्यही कारण हामीले एउटा बुद्धको धर्म त्यसै कारणले भनेको जस्तै हामीले एउटा बुवा आमामा सेवा गर्ने, अनि मोबाइलतिर इन्टरनेटतिर धेरै नझुन्डाउने, अनि बुवा आमा बाजे बजेले चाहिँ हामीले समय दिने, उहाँहरूले पनि टाइम दिने, कहिले कहिले राम्रो ठाउँतिर घुम्ने लगेर जाने। अनि त्यसै गरिकन हामी आफैले एउटा भेदभाव नगर्ने, मान्छेले हेला नगर्ने, काम गर्ने होस् चाहे जसुकै होस्, मान्छेले हेला गरेर मान्छेले थिचेर राख्ने त्यस्तो पनि नगर्ने होइन। हेला गरेर हेप्यो भने कस्तो हुन्छ, हामी नेपाली मान्छेहरू विदेशतिर जान्छ, त्यहाँको हेला थाहा पाएको मान्छेले चाहिँ भर्खर यहाँ आएर हेला गर्दैन कि, हेला गर्दाखेरि के हुँदो रहेछ भन्ने थाहा हुन्छ। हेला गर्ने भने हेप्ने होइन, त्यो हुँदाखेरि हाम्रो काम गर्ने पनि राम्रो गर्ने, काम गर्ने मान्छेहरू पनि आफ्नो बोस आफ्नो एउटा काम दिने साउजी साउनीले उहाँहरूको विश्वास जित्नै सक्ने भने एउटा व्यवहार गर्नुपर्छ। हाम्रो साउजी साउनीहरू अलिक यस्तो धर्म गर्ने मान्छे जस्तो हो, अलिकति सोझो छ भनेर फेरि हेर्ने पनि हुँदैन होइन। त्यही कारणले अब सबैले एउटा माया, अब हामी यो मान्छेभित्रको मात्रै कुरो गरेँ मैले अहिले, हामीभन्दा टाढा गएको छैन। गाउँघरमा हो भने तपाईँहरूको भैँसी हुन्छ, तपाईँहरूको बाख्रा हुन्छ, कुखुरा हुन्छ, सुँगुर हुन्छ, बुङ्गुर हुन्छ, गरा हुन्छ, गधा हुन्छ, तिनीहरूले पनि एउटा माया गर्नुपर्छ। तिनीहरूको एउटा तिर्खा लागेको छ, बर्खाको समयमा पानी छैन, के खाने त, पिसाब खाने होइन। तिनीहरूले पनि एउटा पानी टाइममा दिनुपर्छ, घाँस टाइममा दिनुपर्छ। गाँडीमा धागो झुन्डाएर नाकमा पल पारेर त्यहाँ थुने गरेपछि पछि मऱ्यो भने हामी जन्म पनि त्यस्तो ढिल्न सक्छ। त्यही कारण तिनीहरूले पनि माया गर्नुपर्छ, मकै दिनुपर्छ, गहुँ दिनुपर्छ होइन। चाहे त्यो अब पछि तपाईँले त्यो दुध दुने होस् जे भए तापनि बसुन्जेल चाहिँ उनीहरूले राम्रोसँग माया गर्नुपर्छ होइन। अब यो चाहिँ मान्छेभन्दा मानवभन्दा टाढा पशु पक्षीमा गयो। त्योभन्दा बाहिर के छ भन्दाखेरि हाम्रो एउटा इन्भाइरोमेन्ट भन्दा यो प्रकृति, रुख बिरुवा होइन, खाने पानी, नाली बागमतीको खोला जस्तो अब हेर्नु न तपाईँको हालत कस्तो छ। त्यो सबैमा हामीले संरक्षण गर्नुपर्छ। सरकारले गरेन, यहाँको समितिले गरेन नभनेन, हामी आफैले संरक्षण गर्नुपर्छ रुख बिरुवाहरू। विदेशीहरू यहाँ आउने नि यो नेपालको हरियो जङ्गल, हिमाल, खोला नाला हेर्ने आउने हो। त्यो रहेछ दुर्गन्ध भयो भने को आउँछ अब यहाँ होइन। पिज्जा त उदुन ठाउँ पाउँछन्, त्यो जबरजस्ती बनाउनु पर्ने छैन कि, त्यो नभए पनि उनीहरू त्यो हिमाल हेर्ने आउँछ नि त। त्यो गरेर प्रकृति राम्रो गर्नुपर्छ होइन। अब परिवार अनि यो जनावरहरू अनि त्यसै गरेर प्रकृति, फेरि यता आएर माया भने चाहिँ कस्तो चिजमा गर्नुपर्छ, आफ्नो लुगा, आफ्नो मोजा,
आफ्नो मोटरसाइकल, आफ्नो जे छ त्यो सबैमा हामीले माया गर्नुपर्छ। माया भन्दाखेरि मान्छे मात्रै गर्ने होइन, त्यो लुगा राम्रो लायो भने तपाईँ ओर्दाखेरि पनि सजिलो, मोटरसाइकल राम्रोसँग माया गरेर सर्भिसिङ गऱ्यो भने बाटोमा दुःख दिँदैन होइन। अब त्यो जेसुकै होस् चलाउनेसम्म चलाउने, अब ठिकै छ भनेर गर्नु हुँदैन। माया भने सबैलाई राम्रो गर्नुपर्छ। त्यो हुँदाखेरि अब हाम्रो एउटा म चाहिँ यहाँ अहिले बौद्धबाट बोल्दैछु। अनि यो हाम्रो गुम्बा नमो बुद्ध भन्ने तपाईँले काभ्रेको माथि डाँडामाथि छ, त्यहाँ गुम्बाको लामा हो। अनि हाम्रो यहाँ लामाहरू नेपालको यो हिमाली क्षेत्रको विभिन्न ठाउँबाट यहाँ आएर धर्मको कुराहरू सिक्छ, स्कुल पनि पढ्छ, नेपाली, अङ्ग्रेजी, यो बोट भाषा सबै पढ्छ। अनि हामीले यो गुम्बाबाट, हाम्रो यो संस्थाबाट चाहिँ धेरै ठाउँमा उज्यालो पर्ने सन्देशहरू दिइरहेको हुन्छु। अनि म पनि त्यो माथि यो म पनि एउटा पढ्छ, त्यही भएर मैले आज अब एकदम सजिलो, पहिलाभन्दा एउटा कुरो गर्नु दिनलाई त्यही ठाउँमा जानुपर्ने हुन्छ। अब अहिले त यो मिडियाको थ्रुबाट अब हामीले कुरो गर्न पायो। अनि अब यहाँ चिन्ने नचिन्ने सबैजनाले म लामा छिरिङ टसीको तर्फबाट नमस्ते टसी धेलेक भन्न चाहन्छु। अनि सबैले शुभ दिन, शुभ रात, देश विदेश जहाँ भयो भने हाम्रो यो आफ्नो देशप्रति माया, आफ्नो एउटा के भन्छ बुवा आमा, आफ्नो देशवासीप्रति माया कहिले पनि नबिर्सिनुहोस्। नमस्ते, छ चलो।